साथीहरू, अब के लाग्छ भने यो समयमा परिवार के नै हो र जस्तो लाग्छ अब अहिलेको युवाहरूलाई। तर तपाईँहरूले सोच्दै जानुभयो भने, विचार पुर्याउँदै जानुभयो भने परिवार निकै महत्त्वपूर्ण हुन्छ। यो कुरा म तपाईँहरूलाई उदाहरणसहित भन्छु। अब म त्यहाँ धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा गएको थिएँ। त्यहाँ चाहिँ त्यस्ता धेरै घटना छन्। जस्तै एउटा 19 वर्षीय भाइले आफ्नो आमालाई किडनी दिएको, त्यस्तै श्रीमतीले श्रीमानलाई किडनी दिएको होइन, र एउटा बाउले चाहिँ आफ्नो 16 वर्षीय छोरीलाई किडनी दिएको घटनाहरू छन्। अब अहिलेको समयमा यो किडनीले चाहिँ उमेर भन्दो रहेनछ होइन, अब जतिखेर नै खराब हुन सक्ने। तर यस्तो स्थितिमा काम लाग्ने भनेको त आफ्नै परिवार रहेछ, आफ्नो श्रीमती, श्रीमान, आमा, बुवा, छोरा, छोरीहरू रहेछन्। त्यसैले परिवारको चाहिँ एकदम राम्रोसँग ख्याल राख्नुहोस्, मिलेर बस्नुहोस्। धन्यवाद।